हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिक छु र आजको दिन मेरो लागि एकदमै खास छ। खास किन छ भन्दाखेरि आजको दिन नेपाली फिल्म आचार्यको फर्स्ट लुक पोस्टर रिलिज भएको छ र उता अर्को मनपर्ने हिरो रणबीर कपुरको रामायणको टेलर पनि युट्युबमा रिलिज भइसकेको छ र यो दुईटै फिल्मको लागि म एकदमै धेरै एक्साइटेड छु र सायद तपाईँहरू पनि यो फिल्मको प्रतीक्षामा हुनुहुन्छ होला। आउनुहोस् आजको भिडियोमा निखिल उप्रेती दाईको कमब्याक फिल्म आचार्यको फर्स्ट लुक पोस्टर र नमित मल्होत्राको रामायणको टेलर रिभ्यू पनि गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, सो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र तपाईँले अझै पनि हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। फाइनल्ली निखिल उप्रेतीको कमब्याक फिल्म आचार्यको फर्स्ट लुक पोस्टर हामीले देख्न पाएका छौँ। यो फिल्मको लागि धेरै दर्शकहरू प्रतीक्षामा छन् र मलाई लाग्छ यो वर्षको सबैभन्दा बढी हाइप भएको फिल्म कुनै हो भने त्यो आचार्य नै हो। र आज जसरी यसको फर्स्ट लुक पोस्टर रिलिज भयो नि, त्यो देखेर धेरै दर्शकहरू उत्साहित भएका छन्। 47 सेकेन्ड लामो यो टिजरमा निखिल उप्रेतीको क्यारेक्टरलाई देखाएको छ जसको नाम हो आचार्य। लामो समयपछि निखिल उप्रेतीको यो कमब्याक फिल्म साँच्चै गजब हुन्छ जस्तो छ। तर मलाई यो फर्स्ट लुक पोस्टरमा देखाइएको भिएफएक्समा भने कता कता कमजोरी देखिए जस्तो लाग्यो। तर त्यो कुरा फिल्ममा नहोला पनि र फिल्म साँच्चै दर्शकले सोचेको जस्तो निस्कियो भने त यो फिल्मले रेकर्डमाथि रेकर्ड बनाउँछ। र यो फिल्म असोज 9 गतेबाट नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ। अनि तपाईँहरूलाई के लाग्छ, के साँच्चै निखिल उप्रेतीको कमब्याक हुन्छ होला त? मैं अपनी सीता को वापस लूंगा। र अब कुरा गरौँ हिन्दी फिल्म रामायणको बारेमा, जसको डिरेक्टर हुनुहुन्छ नितेश तिवारी, जसले योभन्दा अगाडि दङ्गल जस्तो फिल्म बनाउनु भएको थियो। यो फिल्ममा हामीले रणबीर कपुरलाई एज अ प्रभुराम, साई पल्लवीलाई एज अ माता सीता र रकिङ स्टार यसलाई भने रावणको भूमिकामा देख्न पाउने भएका छौँ। र यो फिल्मको ब्याकग्राउन्ड म्युजिक र भिएफएक्सको म एकदमै ठुलो फ्यान भएँ, किनकि यो फिल्म इन्डियन फिल्महरूमध्येको सबैभन्दा महँगो फिल्म पनि हो। 4 मिनेट 10 सेकेन्ड लामो टेलरमा रणबीर कपुरको कामनेस र रकिङ स्टार यसको क्रोधलाई देख्न पाइन्छ र यसमा धेरै डिटेलिङ पनि देख्न सकिन्छ। र यो फिल्म 2वटा पार्टमा रिलिज हुने भएको छ। जब टेलरमा रावणको एन्ट्री हुन्छ नि, तब उनको एग्रेसन र क्रोधले धेरै दर्शकहरूको ध्यान उनीतिर जान्छ। प्राय फिल्ममा हिरोलाई हेर्नको लागि दर्शकहरू उत्साहित हुन्छन्, तर यो फिल्ममा भने भिलेन अथवा रावणलाई हेर्नको लागि दर्शकहरू उत्साहित भएका छन्। उत्साहित मात्र होइन, पागल भएका छन्। र म पनि यो फिल्म हेर्नको लागि एकदमै धेरै एक्साइटेड छु। र यो फिल्म हाम्रो माइथोलोजिकल स्टोरी वाल्मिकी रामायणमा आधारित छ र हामीले यो फिल्मलाई 2026 को दिवालीमा हेर्न पाउने भएका छौँ। अनि तपाईँहरू यो फिल्मको लागि कत्तिको उत्साहित हुनुहुन्छ कमेन्ट गर्नुहोस्। र यस्तै नयाँ नेपाली हिन्दी फिल्मको रिभ्यू, अपडेट र जानकारीको लागि हाम्रो नेपाल सिने भाइब्स युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला।